पाहाँचरे काठमाडौँ उपत्यकाको एक महत्त्वपूर्ण जात्राको रूपमा मनाइन्छ। पाहाँचरे अर्थात् पिसाब चतुर्दशीको दिन काठमाडौँ वरिपरि अजमाहरूसहित गणेश र भैरवको रथ यात्रा गरिन्छ। यस अवसरमा कङ्गेश्वरी भट्टराई र महाकाल लगायत विभिन्न देवताहरूको शक्तिपीठहरू तान्त्रिक विधिद्वारा विविध रूपमा सक्रिय हुन्छन्। उत्सवको पहिलो दिन मानिसले लुकु महादेवको पूजा गर्छन् र आफ्नो घर र सडक वरिपरिका ठाउँहरू सफा गर्छन्। केही मानिसहरूले यस अवसरमा पशु बलि पनि दिइन्छ। दोस्रो दिन असममा एक पर्व सुरु हुन्छन् जहाँ अन्नपूर्ण देवी मन्दिर नजिकै दुईवटा एक अर्कासँग ठकिन्छन् र यो कार्य दुई दिदीबहिनीहरूको भेटको प्रतीक मानिन्छ। साँझमा देवीको मूर्तिहरूलाई परिक्रमा गर्न सहर वरिपरि लगिन्छ। गीतको मुख्य पर्वको लागि देवी रुमाडी भट्टराई र कङ्गेश्वरी र भैरव मूर्तिलाई असम रोडमा ल्याएर पूजा गरी यो जात्रा मनाइन्छ। यो जात्राले नेवारी संस्कृति जोगाउन महत्त्वपूर्ण भूमिका निभाएको छ।